फाइनली एसवाई प्यानल नेपाल कम्पनी लिमिटेडको सेयर लगानीकर्ताहरूको केही समयको पर्खाइ पछाडि लगानीकर्ताहरूको डिमेट एकाउन्टमा आएर पनि अहिले भर्खरै यानि आज मात्रै नेप्सीमा सूचीकृत पनि भइसकेको छ र अब कम्पनीको सेयर कारोबारमा पनि आउनेछ। यसर्थ आजको यो भिडियोमा हामीले एसवाई प्यानल नेपाल कम्पनी लिमिटेडको सेयर अब कहिलेदेखि कारोबारमा आउँछ, कम्पनीको सेयर कारोबारमा आउँदा कति रुपियाँको ओपनिङ प्राइस पाउला, हामीले कहिलेसम्म यो कम्पनीको सेयरलाई होल्ड गर्ने त, यो कम्पनीमा 10 किता सेयर हाट पार्न सफल हुनुभएका लगानीकर्ताहरूले कति रुपियाँसम्म नाफा कमाउने सम्भावना रहला त, साथै कम्पनीको कति किता सेयर कारोबारमा आउनेछ, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट रूपमा जानकारी दिनेछौँ। त्यसकारण तपाईहरूले पनि एसवाई प्यानल नेपाल कम्पनी लिमिटेडको आइपिओमा आवरण दिनुभएको थियो र कम्पनीको सेयर हाट पार्न सफल हुनुभएको छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यस्तै खाले आइपिओ एफपिओ सेयर मार्केट सम्बन्धी सम्पूर्ण जानकारीहरू एकै ठाउँमा हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। अब भने ढिला नगरी लागौ विषयवस्तुतर्फ नै। एसवाई प्यानल नेपाल कम्पनी लिमिटेडले अन्तिम चरणको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा कार्तिक 19 गतेदेखि कार्तिक 23 गतेसम्म आवरण दिन सक्ने व्यवस्था गर्दै निष्कासनमा ल्याएको थियो। आइपिओ निष्कासन गरेर पनि कार्तिक 30 गते अर्थात् 7 दिनभित्रमा कम्पनीको आइपिओ बाँडफाँड पनि भइसकेको थियो र बाँडफाँड भएको करिब 20 दिन नपुग्दै यो कम्पनीको सेयर लगानीकर्ताहरूको डिमेट एकाउन्टमा ट्रान्सफर पनि भइसकेको थियो र फाइनली आइपिओ बाँडफाँड भएको करिब 23 दिन पछाडि नै कम्पनीको सेयर लगानीकर्ताहरूको डिमेट एकाउन्टमा आएर पनि नेप्सीमा सूचीकृत भइसकेको छ। अर्थात् एसवाई प्यानल नेपालमा लगानीकर्ताहरूले पाउनु भएको सेयर कारोबारमा आउनको लागि लामो समय भने पक्कै पनि लागेन। योभन्दा अगाडिका कम्पनीहरू 2 महिनासम्म कारोबारमा नआउँदा लगानीकर्ताहरू कतै यो कम्पनी पनि यस्तै ढिलो गर्छ कि भन्ने अन्यलमा हुनुहुन्थ्यो, तर फाइनली यो कम्पनीको सेयर लगानीकर्ताहरूको डिमेट एकाउन्टमा पनि आयो र अहिले भर्खरै नेप्सीमा सूचीकृत पनि भयो र कम्पनीको सेयर अब भोलिदेखि दोस्रो बजारमा कारोबारमा पनि आउँदैछ। भोलि यो कम्पनीको सेयर प्री ओपन सेसनमा अर्डर म्याच हुन सफल भएको खण्डमा कारोबारमा आउनेछ। एसवाई प्यानल नेपाल कम्पनी लिमिटेडले गत भदौ 17 गते करिब 100 रुपियाँ अंकित मूल्यका दरले 52 करोड 32,54,800 रुपियाँ बराबरको करिब 52,32,548 किता सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो। सो सेयर मध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा कुल जारी पुँजीको 2% हुन आउने 100 रुपियाँ अंकित मूल्यका दरले 2,61,627 किता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा निष्कासन गरेको थियो। जुन सेयर बेच्नको लागि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले करिब 3 वर्षसम्म वेट गर्नुपर्ने हुन्छ, अर्थात् 3 वर्षको लक इन पिरियड रहेको छ भने सर्वसाधारण लगानीकर्ताहरूमा छुट्याएको सेयर मध्ये 10% हुन आउने 4,97,092 किता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूमा निष्कासन गरी बाँडफाँड गरेको छ। जुन सेयर भने भोलिदेखि सर्वसाधारण लगानीकर्ताहरूसँगै कारोबारमा आउनेछ। यस्तै कम्पनीले बाँकी रहेको सेयरमा करिब 2,48,546 किता सेयर सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डलाई निष्कासन गरेको थियो। जुन सेयर म्युचुअल फन्डले 6 महिना पछाडि मात्र बेच्न पाउनेछ, अर्थात् 2,48,000 किता सेयर पनि 6 महिनासम्म मार्केटमा आउने छैन। यसले गर्दा पनि एसवाई प्यानलको सेयर प्राइस बढ्नमा केही सहयोग भने हुनेछ र कम्पनीका कर्मचारीहरूमा 1,49,127 किता सेयर छुट्याएको थियो। जुन सेयर बेच्नको लागि कम्पनीका कर्मचारीहरूले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूसँगै 3 वर्षसम्म वेट गर्नुपर्ने हुन्छ। यसरी हेर्दा पहिलो चरणमा निष्कासन गरेका सेयरहरू अहिले कारोबारमा आउन नपाउने हुँदा यसको सेयर सप्लाई थोरै कम हुनेछ, जसले गर्दा हामीले यो कम्पनीको सेयरमा राम्रो प्रफिट जेनेरेट गर्न सक्नेछौँ। यस्तै यस कम्पनीले अन्तिम चरणमा सर्वसाधारण लगानीकर्ताहरूमा 40,76,156 किता सेयर निष्कासन गरेको थियो। यो सेयर र वैदेशिक तर्फका लगानीकर्ताहरूमा निष्कासन गरेको 4,97,092 किता सेयर अब भोलिदेखि कारोबारमा आउनेछ। भोलि स्पेशल प्री ओपन सेसन हुनेछ, त्यसमा पहिलो कारोबार हुन सफल भयो, अर्डर म्याचिङ भयो भने यो कम्पनीको सेयर रेगुलर कारोबारमा आउनेछ र हामीले यसको सेयरलाई किनबेच गर्न पाउनेछौँ। एसवाई प्यानल नेपाल कम्पनीको आइपिओ निष्कासन गरेर हुँदा अर्निङ पर सेयर इपिएस अर्थात् प्रति सेयर आम्दानी 5 रुपियाँ 35 पैसा रहेको छ, जुन एकदमै राम्रो रहेको छ र कम्पनीको प्रति सेयर नेटवर्थ 106 रुपियाँ 61 पैसा रहेको छ, यो पनि एकदमै राम्रो मानिन्छ। यसरी यो कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने बेलामा कम्पनीको प्रति सेयर नेटवर्थ 106 रुपियाँ 61 पैसादेखि यसैको 3 गुणाले हुन आउने 319 रुपियाँ 83 पैसासम्मको ओपनिङ रेन्ज पाउनेछ र ओपनिङ रेन्ज पाइसक्यो भने कारोबारमा आउँदा ओपनिङ प्राइस पनि ओपनिङ रेन्जको तल्लो बिन्दु र माथिल्लो बिन्दुको बीचबाटै पाउने हुँदा मिनिमममा 106 रुपियाँको ओपनिङ प्राइस पाउने हुन्छ भने
पनि म्याक्सिमममा 319 रुपियाँ 83 पैसासम्मको ओपनिङ प्राइस पाएर कारोबारमा आउने देखिन्छ। पछिल्लो केही समय यता आइपिओ निष्कासन गर्ने कम्पनीहरू जसले 100 रुपियाँमा आइपिओ निष्कासन गरेका छन् ती सबै कम्पनीहरूले ओपनिङ रेन्जको माथिल्लो बिन्दुबाट ओपनिङ प्राइस पाई कारोबारमा आइरहेको हुँदा यो कम्पनीले पनि ओपनिङ रेन्जको माथिल्लो बिन्दु अर्थात् 319 रुपियाँको ओपनिङ प्राइस पाउने हाई चान्स रहेको छ। यसरी 319 रुपियाँको ओपनिङ प्राइस पाएर कारोबारमा आयो भने नर्मली पनि यसको 2 गुणादेखि 3 गुणासम्मको नाफा हामीले मजाले कमाउन सक्नेछौँ। तर त्योभन्दा पछाडि कम्पनीको मार्केट प्राइस कहाँसम्म जान्छ भन्ने यो कम्पनीको मार्केटमा आइसके पछाडिको कस्तो पर्फर्मेन्स देखाउँछ त्यसले जनाउनेछ। यदि लगानीकर्ताहरू अहिले नै बेच्न हतार गरेनन् भने यसको मार्केट प्राइस एकदमै राम्रो जानेछ। भविष्यमा 1000 रुपियाँ भन्दा माथि पनि जाने हाई चान्स रहेको छ, किनभने यो कम्पनी 100% कोरियन कम्पनी रहेको छ, अर्थात् कोरियन इन्भेस्टरहरूको लगानीमा रहेको कम्पनी रहेको छ। यो भन्दा पहिले 100% वैदेशिक लगानीमा रहेका कम्पनीहरू युनिलिभर नेपाल कम्पनी र बोटलर्स नेपाल तराई जस्ता कम्पनीहरूको मार्केट प्राइस एकदमै हाई गएको हामीले देख्न सक्छौँ। त्यसरी नै यो कम्पनीको मार्केट प्राइस त्यहाँसम्म जाला भन्न चाहिँ सकिँदैन, किनभने यसको सप्लाई अलि धेरै रहेको छ। तर नर्मली अहिलेको समयमा हेर्दा हामीले 1000 रुपियाँ भन्दा माथि यो कम्पनीको मार्केट प्राइस पुग्यो भने एकदमै राम्रो हुने देखिन्छ। त्योभन्दा माथि कम्पनीको मार्केट प्राइस कहाँसम्म पुग्छ भन्ने लगानीकर्ताहरूको हातमै रहनेछ। तपाईँहरू जसले यो कम्पनीको आइपिओ पाउनु भएको छ यदि लामो समयसम्म तपाईँहरूले होल्ड गर्न सक्नुभयो भने मजाले त्योभन्दा माथिको प्राइसमा यसको मूल्य पनि जानेछ र हामीले राम्रो प्रफिट जेनेरेट गरेर कम्पनीको सेयरलाई बेच्न सक्नेछौँ। भविष्यमा गएर हामीले यो कम्पनीमा केही लाभांशहरू पाउने आश रहेको छ। यसरी एसवाई प्यानल नेपाल कम्पनी लिमिटेडको सेयर भोलिदेखि कारोबारमा आउँदैछ। तपाईँहरू मध्ये कसले यो कम्पनीको सेयर पाउनु भएको छ कृपया कमेन्ट बक्समा मेन्सन गर्नुहोला। साथै कम्पनीको मार्केट प्राइस कहाँसम्म पुग्ला त्यो पनि मेन्सन गर्नुहोला। यो सँगै आजको भिडियो यति नै। अब भेट्ने अर्को नयाँ भिडियोमा।